नमस्कार। म भीमसेन बराइली। यति बेला म सुन्तलाको राजधानी भनेर चिनिने जलजला गाउँपालिका वडा नम्बर 1 बाँसखेर्कामा रहेको छु। केही दिन अगाडि यहाँ ठुलो असिना पानी परेको थियो, जसको कारणले गर्दा यहाँका मानिसहरूले गरिरहेको जुन सुन्तला खेतीमा ठुलो मात्रामा असर पुगेको भन्ने खबर सुनिसकेपछि म आज यति बेला म बाँसखेर्कामा छु र बाँसखेर्कामा रहेको पूर्ण एकीकृत कृषि तथा पशुपक्षी फार्म जुन रहेको छ मेरो आफ्नो पनि यहाँ चाहिँ भएको हुनाले पनि म आज यो क्षेत्रको अवलोकन गर्नको लागि र केही सुन्तलाका बिरुवा थप्नको लागि खाल्टा खन्ने काम पनि भएको हिसाबले म यहाँ उपस्थित छु र सुने भन्दा अझै चाहिँ दर्दनाक यहाँको अवस्था देखियो। सुन्तलाको फलको त हामी के कुरा गर्ने, यहाँका चाहिँ सुन्तलाका पात समेत चाहिँ झरालेको देखियो असिनाले र बुटोमा समेत सुन्तलाका रुखहरूमा समेत चाहिँ चोट पुर्याएको हामी देख्न सक्छौँ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो रुख चाहिँ पातहरू यस्तो तरिकाले चाहिँ झरालेको छ र यहाँ यो वर्ष देखिन्थे सुन्तला अलिअलि राम्रै फलेको थियो, तर चाहिँ अहिले त्यो किसिमको अवस्था छैन र हामीले यहाँ सिमी लगाएका थियौँ। त्यो सिमीमा पनि चाहिँ फलिरहेको सिमीमा समेत चाहिँ असिनाले असर पुर्याएको यहाँ देखियो। रसन कार्की भाइ हामीलाई हेरिराख्नु भएको छ। यहाँको चाहिँ अवस्था मैले यति बेला चाहिँ देखाइरहेको छु। यस्तो नराम्रो तरिकाले चाहिँ यहाँ क्षति पुर्याएको चाहिँ हामी देख्न सक्छौँ। यो चाहिँ सुन्तलाको राजधानी हो। यहाँको चाहिँ सुन्तला अत्यन्तै चाहिँ रसिलो हुने र देशमा ठुलो मात्रामा चाहिँ अत्याधिक मात्रामा यहाँको चाहिँ सुन्तला माग हुने गरेको पनि हामी पाउँछौँ र यहाँ चाहिँ यो वर्ष बाँसखेर्काले जति मात्रामा अघिल्ला वर्षहरूमा यो चाहिँ सुन्तला उत्पादनमा आफ्नो चाहिँ जुन दायित्व त्यसले चाहिँ पुरा गर्थ्यो, सम्भवतः यो वर्ष त्यो नहुने हामीले देखेका छौँ। सुन्तलाको बोटहरूमा समेत असर पुग्ने तरिकाले चाहिँ यहाँ चाहिँ यो भएको छ। तैपनि कता कता एक दुईवटा सानो चाहिँ जुन बतिला त देखिन्छन् र यो असिना यो माथितिरबाट परेको रहेछ छड्के हिसाबले र यो रुखको पनि यो तल्लो साइडमा अलिअलि चाहिँ असर छ, तर उपल्लो साइडमा यो चाहिँ जुन दाहिने साइडमा चाहिँ असिनाले नराम्रो तरिकाले गरेको छ। यहाँ तपाईहरू यो मकै देख्न सक्नुहुन्छ। मकै यस्तो चाहिँ बिजोग तरिकाले चाहिँ मकैमा पनि क्षति पुर्याएको छ र त्यसै गरी यहाँ चाहिँ यो सिमीहरू जुन फलिरहेको सिमीमा पनि चाहिँ त्यो किसिमको असर पुर्याएको हामी देख्न सक्छौँ। यो सिमी यस्तो चाहिँ बनाएको छ, जुन फलेको सिमीमा चाहिँ असर पुर्याएको छ र यो वर्ष बाँसखेर्काको सुन्तला हामीले विगतका वर्षहरूमा जस्तै गरी बजारमा पाउने सम्भावना
अत्यन्तै चाहिँ न्यून देखिएको छ। यो अहिलेको चाहिँ जुन परिस्थिति हेर्दाखेरि यसरी चाहिँ रुख नै छिन्न भिन्न चाहिँ बनाएको अवस्था छ। यो रुख छैन सुन्तला। यो वर्ष सुन्तला छैन भन्दा पनि हुन्छ। यो फले पनि 10-15% भन्दा धेरै चाहिँ फल्ने सम्भावना चाहिँ यहाँ देखिँदैन। यसरी चाहिँ तपाईँको यसरी यो हाँगै चाहिँ भाँचेको अवस्था छ असिनाले। पुरै यसरी चाहिँ यो सुन्तलाको हाँगै चाहिँ भाँचेर रुखहरू चाहिँ नाङ्गै चाहिँ बनाएको अवस्था छ। पातहरू झरेको अवस्था, यसरी चाहिँ हाँगै चाहिँ भाँचेको अवस्था छ। र हामी यता यसरी भुइँभरि चाहिँ पात बनाएको छ। यहाँ खेतीहरू सबै किसिमको खेतीहरूमा चाहिँ असर पुर्याएको छ। यस्तो छ यहाँको अवस्था। भुइँभरि छन् पातहरू। गाह्रो छ सुन्तला खेती पनि। वर्षभरिको चाहिँ एउटा चाहिँ सपना देखेर किसानहरूले दुःखका साथ चाहिँ खेती गर्छन्। तर 1 घन्टा जुन 10-15 मिनटको असिनाले ती सबै सपनाहरू ध्वस्त बनाएको यहाँ पाइयो। र विगतका वर्षहरूमा राम्रो मात्रामा चाहिँ आम्दानी गरिरहेका बाँसकार्काका सुन्तला किसानहरू यो वर्ष निराश बनाएको छ प्रकृतिले। र यो यहाँहरूलाई मैले चाहिँ यहाँको अवस्था थोरै मात्रामा भए पनि देखाउने चाहिँ प्रयास गरेँ। अब म हेरिदिनु भयो साथीहरूले, हेरेर चाहिँ सहयोग गरिदिनु हुने सबैलाई चाहिँ धन्यवाद दिँदै अहिलेलाई भने म यो छोटो प्रत्यक्ष लाइभबाट यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।